ल भयो भ्यान अब फेरि तोडिहाल्ने के छ यसको भित्र के को पाउँछ नि त्यो कहिले ल्याइदिएको भन त आरुष दादाले है ल गुड भयो पेन्सिल कम्पास यहाँ पनि एक प्याकेट छ हेर त गुड यो आरुष दादाले यो आशिष भाइले भाइ त कमालकै रहेछ ल यो पनि खोल्न खोज्यो कि ल बस म दिन्छु म अब सीता ठुलो मान्ने बोलो यो बल ल्याऊ स्मृति त्यो स्मृति दिदी ल्याएको रे ल्याऊ आरुषले त बल पनि ल्याइदिएको छ सानो यो कहिले ओ त्यहाँ नामै लेखेको छ पढ्दै फ्रम मिस्टर यसलाई नच्याप यसलाई चाहिँ सजाएर राख है यस्तोलाई के छ र यसलाई फेरि सबै हेर्न पर्ने यो बल आरुष लियो के को बल हो यो कहिले खोल्नै सक्दैन भने अनि यो फेरि के हो यो यो त खाने कुरा नि त्यो मलाई मिठो भएन खान लाग्यो दिले गाली गरिदिन्छ प्याक गरेर ल्याएँ ड्याडी यसलाई खोल्छ नि आरुषलाई ल्याऊ भन्नु लाग्यो यो बिस्कुट कसले हो यो ल आरुषले जो बिचरा त्यही भएर बिहानमा स्कुल जाँदाखेरि सबै भुत्रुङ पार्यो बल छ रे के भित्र त्यो नहेरेसम्म न यति सेन्टी बुकुल घरमा के आयो भने पनि पहिले थाहा हुन्छ बिस्तारै खोल न एउटा यो म खोल्दिन्छु यो त भरक यो खतरा छ त यार यो सबै अहिले यस्तो हेर सबै फोर सब फोर पार्यो बिस्तारै ल त्यो अर्पण त्यो बिस्तारै है एउटा त यो यस्तो पनि गर्न पर्ने कि यस्तो सबै प्याक गर्ने भित्र कागज खोल्दा भित्र केही पनि नहुने कि वाउ कस्तो र हेरेछ र देख्यौ ल्याक निकाल्दिन्छु बन्द हुनेवाला बिस्तारै होला त्यो बिस्तारै ल त्यो चाहिँ बिस्तारै यसले जान्दैन यो के हो बर्थडे हो म पो भएँ यहाँ यो त मैले भने जस्तै हो ल त्यो हो क्या क्रिकेट बल क्रिकेट खेल्ने बल हो के किन यत्रो बाक्लो प्याकिङ त्यो हुन्छ क्या त्यस्तो गर्छन् अहिले काले मलाई थाहा छ कि यत्रो गिफ्ट हुन्छ लास्टमा यति हुन्छ के देख्न चाहिँ यत्रो हुन्छ लास्टमा यति हुन्छ नि गिफ्ट कति है टिकटकहरूमा कति आउँछ नि है त्यस्तो त्यो मम्मी बिस्तारै है त्यो ए बाबु ए स्मृति दिदीले ल्याइदिएको हेर आज त्यो क्रिकेटको हो ल नयाँ बल आएछ ल यार स्मृति दिदीले के आमा दुईटा यहाँ आऊ न उसलाई उसको मन पर्ने त्यो भयो ल यो के हो हेर वाउ कप अनि त्यो हेर के होला के होला बिस्तारै बिस्तारै वाउ यता देखाइदेऊ ओ गणेश भगवानको मन्दिरमा हेर्ने कप त्यो निकाल्दै हुन्छ मम्मीले कार्टुन ल यो निकाल्न सक्ने मान्छे को छ यार यहाँ राख अर्पण पुरी छ नाम छ गणेश भगवान त्यो सिसाभित्र हुन्थ्यो नि अझ है त्यस्तो थिएन प्लास्टिकको बल वाउ कस्तो यो रबरको बल हो यो हेर्न न खुसी अस्ति न मलाई आरुषले यो लैजानु है दिदी भनेको थिएँ मैले बिर्सेछु क्या होइन यो त नयाँ हो किन हो र खै कुन चाहिँ लैजानु है दिदी भनेको बल हो यो खेलाडीहरूले खेल्ने आमा खै यहाँ रबरको त्यस्तै है नयाँ कस्तो र यहाँ लिएर आउन खेलाडीहरूको चाहिँ रबरको हुँदैन ल अब तिम्रो यो सामान भरि एक ठाउँ कस्तो राम्रो रबरको बल हो यो यो रबरको ल यिन सबै खेलाडी खेल्ने होइन यो तिमीहरूले प्र्याक्टिस गर्ने हो खेलाडी खेल्ने सबै राख गर्ने लौ म यो चलाएँ यो वहाँ राख सजाएर राख लु अहिले उसमा राख यो बर्थडे मैले यहाँ लगा केटीले भयो भने क्लिप लड्काएर लाउँ राख अहिले लौ लौ त्यो जोडी बक्स राख त्यो उले के अरे दादाले भाइले ल्याइदिएको उ राख एउटा त उयो बलकै भयो अरूको खासै इन्ट्रेस्ट भएन बल अर्पण त्यो ब्ल्याक कलरको रिमोट ल्याऊ न एकचोटि यो पनि राख ल्याऊ यहाँ ल्याइस न त्यही राख ब्याट खोइ त अर्पण त्यो ब्ल्याक कलरको रिमोट पास गर न मलाई दिउ त राजा यो के हो फेरि ब्ल्याक कलर आयो ल है त आजको इन्टरभ्यू है त
ल आमा कस्तो लाग्यो